मेरो ड्याडी त हेलो गाइज, सबैलाई नमस्कार। आरामै हुनुहुन्छ? आरामको कामना गर्दछु। आज हामी नेपालकै सबैभन्दा चर्चित र सबै मान्छेको आस्थाको केन्द्र हाम्रो कालिका माईमा हामी आज दर्शन गरेका छौँ। हाम्रो कालिका माईले हामी नेपालीको रक्षा गर्नुहोला भन्ने आशा अपेक्षा र उहाँहरूको चाहिँ वरदान मागेर आएका छौँ। देशमा शान्ति होस्, देशमा आन्दोलन नहोस्, सुख शान्ति होस् भनेर हामी चाहिँ एकदमै वर मागेका छौँ। ल गाइज, नमस्ते, धन्यवाद। आरामै हुनुहुन्छ? जो जो कालिका मन्दिरमा आउनु भएको छ उहाँहरू सबैको भगवानले रक्षा गरिदिनु होला, यही कामना गर्दछु। हामी सबै नेपालीको आशाको केन्द्र, विश्वासको केन्द्र हाम्रो चाहिँ कालिका माई हुनुहुन्छ। यसमा हामी नेपालीको लागि ठुलो गर्वको कुरा हो यो। कालिका माईले हामी सबैको रक्षा गरून्, सबैको यात्रा सफल होस्। मान्छे नेपाल अधिराज्यभरिबाट कालिका माईमा आउनु भएको छ। कालिका माईले सबैको आम नेपाली जनताको चाहना, इच्छा, आकाङ्क्षा, अभिलाषा पुरा गर्नुहुनेछ भन्ने शान्ति होस्। सबैको चाहिँ चुलो एकदमै हराभरा होस्। सबै नेपालीको ओठमा हाँसो कहिल्यै नछुटोस्। हो एकदम बास, एकदम धेरै राम्रो। हजुरलाई धन्यवाद सकारात्मक सोचको लागि। सो गाइस, त्यसै ड्याडीले भनिसक्नु भयो केही, सो भनेको पुगोस्। कालीगण्डकीको मन्दिर भनेर पनि चिनी गरिन्छ। कालीगण्डकीको मन्दिर कालीगण्डकी त हो नि, अनि कालीगण्डकीको